Hey guys, welcome to my next vlog. Today is my birthday and today is also the historical day for Nepal because today is the day of election in Nepal. अनि खुसी लागिरहेको छ आज बर्थडेमा हिजो 12 बजे चाहिँ मलाई सरप्राइज दिनुभयो त्यो मैले खिच्न पाइनँ. So finally guys, अब as you know that today is my birthday. म पनि रेडी भइसकेँ अनि तर मान्छे दादा पनि रेडी भइसक्नु हो. अब हामी चाहिँ पछि जान लाग्छौँ. तपाईँले हेर्न सक्नुहुन्छ गाइज काठमाडौँ पुरै सुनसान छ. आज चुनावले गर्दा नि होला है होइन. दामी हस्पिटल भनेर रहेछ युरोलोजी एन्ड किडनी हस्पिटल भन्दा. त्यहाँ मतदान हाल्दा आए जस्तो. सो गाइज पछाडि हेर्न सक्नुहुन्छ तपाईँले यहाँ मतदान हाल्नेको लहरै छ. हामी चाहिँ पशुपतितिर लाग्दैछौँ. यहाँ तपाईँले हेर्न सक्नुहुन्छ हामी पशुपति आइसकेका छौँ है. हो पशुपति एकदमै खुसी लागिरहेछ. तर विगतको भन्दा सुनसान शान्त वातावरण छ. सो गाइज हामी चाहिँ पशुपतिभित्र इन्टर गर्छौँ. तपाईँले पछाडि अत्याधिक भिड छ. आज चुनावको दिन भए तापनि निर्वाचनको दिन देशभर नागरिकहरू मतदानमा व्यस्त हुने भएकाले पशुपतिनाथ मन्दिर परिसरमा अन्य दिनको तुलना केही शान्त वातावरण देखिन्छ. मन्दिरमा दैनिक पूजाआजा आरती र धार्मिक क्रियाकलाप भने नियमित रूपमा सञ्चालन भइरहेको हुन्छन्. तपाईँले मेरो ब्याकग्राउन्डमा पशुपतिनाथको टेम्पल देख्न सक्नुहुन्छ. हामी भित्र दर्शन गरेर टिका लगाएर आइसकेका छौँ. अब हामी एकछिन यहाँ फोटोसुट गर्छौँ. त्यसपछि हामी गुहेश्वरी जाने कि नजाने त्यसपछि डिसाइड गर्छौँ. गाइस दादा यहाँ आफ्नो बिजी हुनुहुन्छ. यहाँ दादाले सबै टाइम राख्नु. सो फाइनली गाइज हामीले चाहिँ पशुपति मन्दिर दर्शन गरेर अब चाहिँ हामी जहाँ लकरमा हामीले जुत्ता राखेका थियौँ त्यही जान आँटिसक्यौँ. अब गुहेश्वरी जाने भन्ने कुरा छ. के हुन्छ लेट्स सी. तर यहाँको माहौल चाहिँ एकदमै पिसफुल छ. सम्पूर्ण भक्तजनहरूले आउनै पर्ने मन्दिर हो भनेर चिनिन्छ. भक्तजनहरू भगवान शिवको दर्शन गर्न आउने क्रम जारी रहन्छ. तर भिडभाड सामान्य दिनभन्दा केही कम हुन सक्छ. समग्रमा निर्वाचनको दिन पशुपति क्षेत्रमा धार्मिक आस्था कायम रहन्छ. फाइनली गाइज हामी चाहिँ अब गुहेश्वरी मन्दिर जानतर्फ लागिसकेका छौँ. पशुपतिबाट करिब 900 मिटर हिँडिसकेपछि हामी पुग्यौँ गुहेश्वरी मन्दिर. यो मन्दिर देवी पार्वतीसँग सम्बन्धित शक्तिपीठ मानिन्छ. सो फाइनली गाइज हामी गुहेश्वरीमा आइसकेका छौँ. हेर्नुहुन्छ यत्रो ठुलो रुम रहेछ. मेन शक्तिपीठ श्री गुहेश्वरी मन्दिर लेखिएको छ त्यहाँ चाहिँ. अनि त्यहाँ चाहिँ मतदान स्थल पनि हो जस्तो लाग्छ मलाई किनकि त्यहाँ निर्वाचन प्रहरीहरू खटिरहेका छन्. सम्पूर्ण जो पशुपति मंदिर है ना ये कैसा लगा आपको? बहुत अच्छा लगा. बहुत उधर जाके हम लोग काम लगा नहीं क्या किया अभिषेक वगैरह किया सब महिला. आप इतनी दूर से आई है ना? हाँ बहुत दूर हम सब आए. हमारा ग्रुप है. हाँ. विशेष किस चीज के लिए आए थे आप? दर्शन के लिए. पशुपतिनाथ का दर्शन. अच्छा मेन विशेष वही था. वही था हमारा. और घूमना भी था. अच्छा. सब कुछ. सो गाइज हामीले गुहेश्वरी पनि दर्शन गरेर अब हामी पशुपतितिर नै फिर्ता लाग्दैछौँ है. खुसी लागिरहेको छ. जन्मदिनको उपलक्ष्य पारेर हामी थुप्रै मन्दिरहरू धाइरहेका छौँ. सो गाइज हामी चाहिँ सर्टकट वे आइसकेका छौँ. बाटो यस्तो छ. अब दादा चाहिँ फर्स्ट टाइम आउनु भएको छ यो बाटो. हिँड्दै गर्दा हामी सलेस मन्तक वनभित्र प्रवेश गऱ्यौँ. सलेस मन्तक वन काठमाडौँको देवपाटन क्षेत्रमा रहेको पवित्र जङ्गल हो जुन पशुपति मन्दिर परिसरको महत्त्वपूर्ण भाग मानिन्छ. यो वन बागमती नदीको आसपासमा फैलिएको छ र धार्मिक तथा प्राकृतिक दृष्टिले निकै महत्त्वपूर्ण छ. पशुपतिनाथ दर्शन गर्दा धेरै भक्तजनहरूले सलेस मन्तक वनलाई पनि पवित्र स्थानका रूपमा सम्मान गर्छन्. पुरानो मान्यता अनुसार यो वन ध्यान साधना र आध्यात्मिक शान्ति प्राप्त गर्ने स्थान मानिन्छ. हामी कहाँ जाँदैछौँ? रुममा फर्किँदैछौँ है. खुसी लाग्यो. यता हामी धेरै मन्दिरहरू धायौँ आज. पशुपति क्षेत्र हामीले पुरै कभर गरे जस्तो लाग्यो मलाई. नयाँ नयाँ बाटोहरू नयाँ नयाँ मन्दिरहरू. हजुर. नयाँ नयाँ धार्मिक पीठहरू. हजुर. हेर्नुहोस्. अलमोस्ट हामी आज कति किलोमिटर जति हिँड्यौँ? अलमोस्ट
5 to 6? 6 to 5. Oh, nice. So guys, we have to say bye-bye to Pashupatinath. And we're going now to the... So guys, अहिले चाहिँ हामी फर्किँदैछौँ. अनुहार चाहिँ पुरै थपित देखिरहेको छ. हेर्न सक्नुहुन्छ. थकित भए पनि मुस्कान चाहिँ सधैँ देखिन्छ. टिक लिँदैछौँ. सो गाइस हामीले दाइ आउनुहुन्छ. म चाहिँ यहाँ छु. हामीले केक लगे पश्चात म त्यहाँ जान पाइनँ. दाइ दिदीहरूले नै डेकोरेसन गर्दै हुनुहुन्थ्यो सरप्राइज दिने भनेर. ल अब केही समयपछि भाइ आउनेछ र तपाईँहरूलाई देखाउँछ आज कस्तो छ होइन. तेरियां दावां मुंडा मार सुटिया तू कादा दिल लुटिया तू मैनू छड्डिया न कक्खे दा. सो गाइस हामीले बर्थडे सेलिब्रेट गरिसकेका छौँ. एट द लास्ट मेरो फेस चाहिँ यस्तो बनाइदिनु भएको छ. मेरो बर्थडेको ब्लग कस्तो थियो कमेन्ट गर्न नबिर्सिनु होला. म पनि अब ब्लग एडिट गर्छु. ल्यापटप खोलिसकेको छु. ओके गाइस, थ्याङ्क यू फर वाचिङ दिस ब्लग. थ्याङ्क यू.